यो चाहिँ अब तपाईँले पज गरेर हेर्नुपर्छ है। सबैजना आइदिनु भयो तालिया खोयो खोयो लो लो लो। अलराइट गाइस, वेलकम ब्याक टु माई च्यानल। फेरि सबैजनालाई है स्वागत गर्दै र आजको के ब्लग हुन्छ भन्दाखेरि चाहिँ यहाँ पिडिए सरको नानीको है जुन चाहिँ यता आउनुहोस् न हौ मुना म्याडम भाग्यो एकखेप तपाईँले नानीको के प्रोग्राम पार्टी छोरा भएको पार्टी हजुर छोरा भएको नमस्कार यहाँ सम्पूर्णलाई। र आज चाहिँ हाम्रो विशेष अति आदरणीय है हाम्रो विदेश र उहाँको नानीको है नानी हेर्नु भेट्नु उहाँसँग फ्यामिलीसँग भेट्नुको लागि गेट टुगेदर है माननीयगण र साथै हामी स्टाफहरू हामी यहाँ आज आएको छौँ। हुन्छ, थ्याङ्क यू। अनि हाम्रो यो वार्ड चाहिँ कुन वार्ड पर्छ? 01 बम वार्ड है। यहाँ हाम्रो अमुना म्याडम माननीय कन्सर्न वार्ड पञ्चायत म्याडम पनि हुनुहुन्छ उहाँ चाहिँ है। ल हुन्छ, थ्याङ्क यू सो मच म्याडमलाई है। र तपाईँलाई म यहाँबाट देखाउनु पऱ्यो। आज एकदमै यहाँ ट्याप्पै भरिसकेको रहेछ। आमा फुल रहेछ नि हौ यहाँ त ट्याप्पै नि हौ। माननीय गण सबैजना थुप्रेको रहेछ एकदमै। र आज चाहिँ पिडिए सरको के भन्नु छ ऋषि दाजु एक्सेप्ट भनिदिनु न हौ। दामी पिडिए सर दामी ब्लगलाई चाहिँ दामी है एकदमै। यहाँनिर एडी सर सबैजना आमा एडी स्क्वायर रहेछ यहाँनिर हाम्रो दुईजना एडी स्क्वायर है। यहाँनिर हाम्रो आइसिडिएस सुपरभाइजर म्याडम पनि हुनुहुन्छ बिचरा। यता हाम्रो जिल्ला म्याडम आम्मामा यहाँ त ट्याप्पै ट्याप्पै आमा सबै माननीय यता आम्मामा सबै लो लो। आज वेल विसरहरू हाम्रो म्याडम खटिरहेको छ पुरा एकदमै हो बिचरा। हाम्रो मङ्गल सर एकखेप के भनिदिनुहोस् न यो ब्लगमा। हाम्रो आज यहाँ पिडिए सरको घरमा आएको छौँ। छोरा जन्मेर बडा हर्षमा छ सबै यहाँ आज हामीलाई गेट टुगेदर गराउनु निम्ति हामी आइरहेछौँ। उहाँलाई धेरै धेरै बधाई छ। हजुर एकदमै पिडिए सर तपाईँले हेर्नुहुँदैछ नि तपाईँलाई एकदमै बधाई सम्पूर्ण हाम्रो टिमबाट है। ल अब हामी यहाँनिर अरू टिम पनि छ है त्यहाँ पनि जानेछौँ है। अब एकदमै बिजी है यतिको खटाइ हुनु पऱ्यो नि। अब यहाँनिर को के गर्दो रहेछ यहाँ चाहिँ स्पेसल यहाँ चाहिँ मेन अब स्पेसल है। यहाँ चाहिँ अर्ग्यानिक इनअर्ग्यानिक केमिस्ट्री डल्लै मिसेको यहाँ छ है। अब यो सबिनाले यो बट्टै खानु आँट्यो। अब यो पिडिए सरले देख्यो नि के भन्ने यो बट्टै खाँदैछ है यता ला ऊ गम्की गम्बुकमा हालेको छ यहाँनिर। लो 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 कडा वाउ लो यो हनीकम लो हनीकम कस्तो रहेछ। यो पोल्छ है बहिनी यता काम गरेको रहेछ। के भन्छ बम वार्ड चाहिँ फाड्ने युथहरू यहाँ हेर्नु सक्नुहुन्छ है। हाम्रो एकदमै देवप्रसाद सर यहाँ एकखेप भनिदिनु तपाईँको आर्ट्स जुन चाहिँ तपाईँको माथि एउटा म्युजियम छ नि त्यो बारेमा एकदमै। तपाईँको अहिले फिलहाल चाहिँ तपाईँको कतिवटा कामहरू गर्दैछु पेन्टिङको आफ्नै र त्यो साथसाथै आफ्नो प्रोफेसनल कामहरू पनि गरिरहेको छु है। र अहिले ग्यालेरी पनि तपाईँको पार्सियली चलिरहेको छ र कोही भिजिट गर्ने तपाईँको इच्छा भएको जति पनि हुनुहुन्छ है आउनु सक्नुहुन्छ। एकदमै उहाँ चाहिँ ट्यालेन्टेड हुनुहुन्छ है अल द वे फ्रम सिक्किम। उहाँ चाहिँ आर्ट्स इन्स्ट्रक्टर पनि हुनुहुन्छ है। र तपाईँको अहिले राजबेन्सीमा छ हाम्रो डिस्ट्रिक्ट एडमिनिस्ट्रेटिभ सेन्टर। र एकदमै उहाँको स्किल्सहरू तपाईँले आउनु सक्नुहुन्छ। हामी बममै आएर पनि तपाईँको उहाँको म्युजियम पनि तपाईँले भिजिट गर्नु सक्नुहुन्छ। यहाँनिर मजाले काम भइरहेको छ। आहा यहाँ चाहिँ दामी यो चाहिँ एकखेप देखाइदिनुहोस् न हौ के हो यो आम्बो वाउ बोङचिपा दामी वाउ एकदमै यहाँ पकाएको छ है। मलाई पैसा दिएको छ कि रेड बुलकोले अस्ति त्यही त तपाईँले गरिदिनुहोस् त म यतिकै हालिदिइहाल्नु पऱ्यो भनेर। यस अनि यसमै मेरो च्यानललाई पनि प्लिज सब्सक्राइब टु यता प्लिज सब्सक्राइब टु भात खाएको छैन रहेछ। सब्सक्राइब टु बिजी यतिको बिजी हुनु पऱ्यो नि यहाँ सबै। अब सट्टै
एकदमै फ्लास मोडमा तपाईँलाई देखाउन चाहन्छु है। यहाँ चाहिँ अर्ग्यानिक यहाँ सबैजना बसिरहेको छ हो, मजाले इन्जोय गर्दै सर्ट भ्लग। एकदमै यहाँ चाहिँ बुङचिपा दामी। यहाँ पिडे सरको नयाँ घर पनि बनिँदैछ। यो चाहिँ मूल घर। यहाँ तल सबैजना बिजी। यहाँ किचन टिम बिचरा, किचन टिममा दह्रो यहाँ काम गरेको हो। एकदमै दामी बुङचिपा। आहा एकदमै यहाँनिर टक्कै है। यो चाहिँ अब तपाईँले पज गरेर हेर्नुपर्छ है। तपाईँले सट्टै सुरु एकदमै दामी हनीकमको कोदोको है, एकदमै कोदोको हनीकम चाहिँ बनाएको रहेछ है। एकदमै दामी कोदोको हनीकम एकदम मिठो। एकदमै ग्रान्ड पार्टी भइरहेको छ है। र तपाईँलाई मैले भित्रको पनि नजारा देखाएको थिएँ है। र एकदमै यहाँनिर दुईवटा ठाउँ बनाएर एकदमै पार्टी दामी ग्रान्ड भइरहेको छ है। र यहाँ मुनि पनि एकदमै किचन पार्टी पनि दामी खटिरहेको छ। हाम्रै पिडे सरकै आफ्नै रहेछ यहाँनिर तपाईँलाई आज रिभिल है। र एकदमै हाम्रो पिडे सर फर्स्ट अफ अल कङ्ग्रेचुलेसन है तपाईँलाई। एकदमै म्याडमलाई पनि कङ्ग्रेचुलेसन र नमस्ते है। र आज आउनुहोस् है यहाँनिर पिडे सरको हामी आज यहाँनिर घरमा आएर है एकदमै ग्रान्ड पार्टी है। उहाँको छोरा न्युबर्न बेबीको है। र पिडे सर अलिकति कुरा राखिदिनुहोस् न, कति के कस्तो महिना भएको छ है, नाम के राख्नु भएको छ नानीको भनेर। हाम्रो यो यङ्गेस्ट सनको नाम चाहिँ नुहाङ राई हो। र नानी चाहिँ भोलि चाहिँ 7 महिना टक्कै पुग्छ। 20 अगस्त 2025मा जन्म भएको। र आज चाहिँ हाम्रो ग्राम पञ्चायत एकाइको सम्पूर्ण पञ्चायतगण, जिल्ला पञ्चायत म्याडम र हाम्रो सम्पूर्णै स्टाफ, हाम्रो जति पनि ग्राममा हुनुहुन्छ होइन, उहाँहरू सम्पूर्ण आज यहाँ हाम्रोमा आएर यो सानो एउटा गेट टुगेदर एउटा पार्टी जस्तो मेरो नानी है, हाम्रो नानी हेर्नु आएको उहाँहरू। र आज हाम्रो जमघट जस्तो यता गेट टुगेदरमा मेनली आर्सिङबाट पनि एकजना साथीहरू आउनु भएको छ। त्यस्तै प्रकारले हाम्रो खिच्चेपेरी ग्राम पञ्चायतबाट पनि हाम्रो एडी सर र उहाँको मिसेस अथवा सुपरभाइजर मेरो चाहिँ माइजू पर्छ, उहाँहरू आफ्नो आफन्त उहाँहरू पनि हामी माझमा आज आउनु भएको छ। र यसरी आज सानो एउटा गेट टुगेदर हामी गरेको छौँ। थ्याङ्क यू है, तपाईँहरू सबैजना आइदिनु भयो मेरो छोरालाई हेर्नु होइन। तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। सानो गेट टुगेदरमा बोलाएको है, अन्य सबैलाई चाहिँ बोलाउन सकिनँ। र मेरो पनि समयको एकदमै अब के भन्नु है, यस्तो बिजी व्यवस्था त्यस्तै छ। र आउँदो दिनहरूमा यहाँ सम्पूर्ण हाम्रो ग्राम पञ्चायत यो 2-3 कतिवटा हुन्छ होइन, अब समय मिले एउटा राम्रै पार्टी गरौँला भन्ने पनि एउटा सोचेको छ। र अहिले भने चाहिँ एउटा सानो हाम्रो किनभने हामी गर्नै पर्ने दुईवटा जिपियू बोलाएको छ, मेली आचेङ र रिम्बी तिम्रङ जिपियूको आज हामी भेला भएर उहाँलाई विशेष गरिरहेको छौँ हामीले होइन। अब एकदमै यहाँनिर हामी यहाँनिर सानो एउटा तपाईँलाई है एकदमै दामी भ्लग लिएर आएको है। र के कसो हुन्छ हाम्रो एकदमै गाउँले जीवनको है एकदमै राम्रो आज हामी यादगार पार्टी है, यादगार मेमोरी बनाउनु गइरहेको छौँ। र हस्त हेर्दै गर्नुहोस् होला है। र पिडे सर लेट्स गो है। अब यहाँनिर हामी खादा कार्यक्रम चलाउने छौँ है। ल पिडे सर एकछिन ल यहाँनिर है म सर म्याडम म्याडम मात्रै बसेर सरलाई उहाँले बिचरा हेर्दैछ त्यहाँनिर। कङ्ग्रेचुलेसन है तपाईँलाई। तालिया खयो ल ल ल अलमोस्ट 7 मन्थ भइसकेको रहेछ है हाम्रो नोहाङ नानीको नाम चाहिँ। अनि म्याडमलाई पनि बधाई आशीर्वाद चाहिँ खयो यहाँ सुनेन है म्याडमले है। ल कङ्ग्रेचुलेसन ए फर बेबी बोय हाम्रो बुबुलाई एकदमै आउनुहुन्छ बधाई। टाइम लागिगएको छ। ल अरू नआउने गगन आउँदैछ एकदमै सर र म्याडमलाई एकदमै बधाई छ है। तपाईँलाई एकदमै धेरै बधाई छ। यो नानीलाई उयो लिइदिएको छु। आउनुहोस् त चलाउनुहोस् न।
सरले हेर्दैछ त कङ्ग्रेचुलेसन फेरि पनि है एकदमै तपाईँ सपोर्टिभ पार्टनर हुनुहुन्छ है र एकदमै म चिनेको तपाईँलाई होइन एकदम बेस्टफुल कुरा गर्नुहुन्छ नि त ठिकै छ तपाईँलाई पनि एकदमै बधाई है र फेरि के कसो हुन्छ यसरी नै साथ किचन टिममा पनि कडा काम भइरहेको छ यहाँनिर आमा ल बिहाइन्ड द सिन है ड्याङ्की ड्याङ ड्याङ्की ड्याङ ड्याङ्की ड्याङ स्पेसल हो है मेलैमा भेट पाएको